23 मे सन् 2020 पश्चिम नेपालको रुकुम जिल्ला। एउटा 19 वर्षीय युवा नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्ने सपना बोकेर उनी उनका गाउँ पुगे। साथमा उनका साथीहरू पनि थिए। उनीहरू करिब 8 जना थिए। तर त्यसपछि उनीहरू कहिले पनि फर्किएनन्। गाउँलेहरूले ढुङ्गामुढा गरे, लखेटे र भेरी नदीको किनारसम्म दपाए र त्यही रातमा नदीले 6 जनाको लास बोकेर लग्यो। उनीहरूको अपराध चाहिँ के थियो त? उनीहरूको एउटा मात्र अपराध थियो। उनीहरू सोकल तल्लो जातका दलित थिए। यो कुनै मध्यकालीन नेपालको कुरा होइन, यो सन् 2020 को कुरा हो। त्यही नेपाल जसले सन् 2006 मा आफूलाई विश्वसामु छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो। कानुनले छुवाछुतलाई अपराध त भन्छ, तर आज पनि मानिसहरू किन मर्न परिरहेको छ? आजको भिडियोमा हामीले यही नै बुझ्नेछौँ। छुवाछुतको कहाँबाट सुरुवात भयो, यसलाई रोक्न के कस्ता किसिमका कानुन बनेर र यति धेरै कानुनी व्यवस्था हुँदाहुँदै पनि यो प्रथा अझै किन समाजमा जिउँदो छ त? नेपाली समाजमा यो छुवाछुतको प्रचलन कहिलेदेखि सुरु हुन थाल्यो त? यसको लागि हामीले हजारौं वर्ष पछाडि जानुपर्छ। हिन्दू धर्मको एउटा शास्त्र मनु